म चाहिँ आज चिकन अचार बनाउनुको रेसिपी लिएर आएको छु। सर्ट भिडियो। 2 किलो चिकन अनि मसला छ त्यहाँ, लसुन अदुवाको पेस्ट अनि चिल्ली पेस्ट। मैले उता फेरि तेल तताउन हालिसकेँ, तेल पनि तातिसक्यो मेरो। चिकन हालेर अनि मैले फ्राई गरेर पनि निकालिसकेँ चिकनलाई। अनि त्यसपछिबाट आम रियली सरी, मैले त बिर्सेँ भिडियो बनाउन। सो त्यसमा चाहिँ मैले अदुवा लसुन र खुर्सानीको पेस्टलाई मजाले फत्किने गरी पकाएर मसला पनि हालेँ अनि स्वादअनुसारको नुन पनि हालेँ। अनि अर्को कुरा भनेको यो धिमी आँचमा पकाउनुपर्छ, न त लाग्यो भने स्मेल पनि राम्रो हुँदैन, टेस्ट पनि मिठो हुँदैन। सो मजाले चलाएँ। मलाई चाहिँ फेरि ग्रेभी मिठो लाग्छ क्या, अचारमा पनि त्यो ग्रेभी भए पनि कोही बेलामा टक्क निकाले खान मिठो हुन्छ नि त। सो त्यही भएर म चाहिँ धेरै ग्रेभीवाला बनाउँछु, मलाई चाहिँ त्यस्तो मिठो लाग्छ होइन। अनि त्यसलाई मजाले चलाउने, फेरि त्यो लट्टा नपरोस् के, त्यो गाँठागुठी नरहोस् त्यो उसमा पनि, मसलाको पनि। त्यसलाई मजाले चलाएर गरेर चाहिँ आम सरी फेरि पनि, किनभने मैले त भिडियो बनाउनु बिर्सेँ। मैले चिकन हालेर पनि मजाले मसला पकाइसकेपछि चिकन हालेर पनि मजाले पकाइसकेको थिएँ। अनि मैले लास्टमा भेनिगर हाल्दै, भेनिगर हालेर पनि मजाले चलाएँ। भेनिगर नि अलिकति हाल्नु होला, किनकि पिरो अमिलो र नुनिलोको टक्क हुन्छ। मजाले हाल्नुभयो भने मिलाएर। अनि यस्तो मिठो भएको थियो त्यो होइन, एक्सप्लेन पनि गर्न सक्दिनँ। लास्टै मिठो हुन्छ अनि जति राख्न पनि सक्नुहुन्छ यसलाई।